बालेन शाह के बारे में आइए आपको बताऊं। इनके सोशल मीडिया पोस्ट राष्ट्रीय स्तर पर बहस का कारण बनते हैं। वैकल्पिक राजनीति की बात होती है तो पहला नाम आता है शाह का। यसरी स्वतस्फूर्त रूपमा सामाजिक सञ्जालबाट उठेको यो विद्रोहका पछाडि भदौ 22 गते दिउँसोबाट काठमाडौँका मेयर बालेन्द्र शाह बालेन देखा पर्न थाले। आन्दोलनमा राजावादी दुर्गा प्रसाईले समर्थन गर्दै आफू पनि सहभागी हुने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिन थालेपछि भदौ 22 गते बिहान 10:15 बजेतिर मेयर बालेन शाहले आफ्नो फेसबुक पेजमा लेखे, भोलिको र्याली स्पष्ट स्वतस्फूर्त रूपमा जेएनजीहरूको हो। उहाँहरू भनेको 28 वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ। भोलि यो स्वतस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद बहुला अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ। मेरो भरपूर समर्थन छ।